जी मनुते त छुन लोचकल की थिथि उपचार पद्धति वास यागु याना वया चंगुदु थिथि उपचार पद्धति मध्ये रेकी उपचार पद्धति न छगुख 6 7 8 9 10 लम्बा सास छोड्दै हातलाई तल निसन्द न्ह जापान पाखे प्रादुर्भाव जुगु थुगु उपचार पद्धति हाल हलिन्यंक विस्तार जिया वना चंगु अवस्था दु थथे थो उपचार पद्धति विश्वव्यापीकरण जिया वना चंगुली सेप्टेम्बर 15 खुनु हलिन्यंक विश्व रेकी दिवस हनेगु याना वया चंगु दु थोय जोले थुसी नेपालेन हापा खुसी विश्व रेकी दिवस चिठी जाजो याना हंगुदु दिव्य ज्योति समूह नेपाल गोसले बुधबा ए रेकी मास्टर रेकी उपचार्यका वापी पसी छाती तेगु दथि बच्चा हाका गुज्जाजो याना ठुकु दिवस हंगुख awagi harani misogi harani harai tamak kinan masero harai dono kami kaci marong ono magasi manu komesin manu ज्याजोले दिव्य नेपाल समूह या नाय लिसेन रेकी ग्रान्ड मास्टर डाक्टर गोपाल प्रसाद प्रधान ध्यान साधना रेकी गठेना यागु व थुकिया उपचार पद्धति व विशेषता बारे जानकारी दिएल विश्व रेकी दिवस उपलक्ष्य चाहिने जी नेपाली न थो कार्यक्रम तो ज्याजो चाहिने याद का चाहिने थौ जिपि थन जी रेकी इलट मिले जे थो कार्यक्रम ज्याजो याटो थन वइचनौदो आ रेकी थयो शब्द ख जुकी लागि चाहिने झिउ चाहिने लाजक लय झिसा चाहिने उपचार याटकी चाहिने फुकाय लोय चाहिने लनिय रेकी परम्परा अनुसार चाहिने निटा लोयट चाहिने थो रेकी उपचार चाहिने यामते दका थैतौदो गठे ट्युबरकुलोसिस क्षय रोग अले उहे पागल मुखसा चाहिने झिसा चाहिने झिसा अध्ययन यालिसे चाहिने संसारे गुली लुएदो पुक्से जिमसा चाहिने HIV एड्स न प्र्याक्टिस यान्चनोदो अले क्यान्सर विभिन्न क्यान्सर न जिमसा प्र्याक्टिस यान्चनोदो अले प्यारालिसिस जुपिन्त न जिमसा प्र्याक्टिस यान्चनोदो मेडिकल डॉक्टर न चाहिने थो वास नया थयाव नया चाहिने साइड इफेक्ट जियो वो साइड इफेक्ट गयाना लंकी उदका चाहिने थो रेकी पद्धति चाहिने संसारे हैदियाउख अथे समूह या नोकु नवीन महर्जना समूह याना वया चंगु जाख व रेकिया फाइदा या बारे थठिका दिलसा ज्याजोले बोटिका व पिपसी छाती तेसा थथगु अनुभव कना दिल दिव्य ज्योति समूह नेपाल भनेको हाम्रो यस्तो संस्था हो जसले चाहिँ समाजमा योग रेकी मेडिटेसन यसको माध्यमबाट चाहिँ समाजमा एउटा स्वस्थता प्रदान गर्ने सद्भाव प्रदान गर्ने त्यो लक्ष्य लिएर चाहिँ एउटा मिसन लिएर चाहिँ अगाडि बढिरहेको संस्था हो हाम्रो मिसन के छ भने प्रत्येक घरमा घरमा रेकीलाई पुर्याउँ जुन हाम्रो देशले जति पनि मेडिसिनको लागि पैसा बाहिर पठाइरहेको छ मेडिसिन आयात गरिरहेको छ त्यो मेडिसिनको खपत कम गरौँ जो नयाँ भर्खरै रेकीमा प्रवेश गर्नुभएको छ रेकीको सञ्जालमा प्रवेश गर्नुभएको छ उहाँहरूलाई म यो विश्वास दिन चाहन्छु कि प्र्याक्टिस गर्नुहोस् यसबाट सम्भव छ धेरै कामहरू धेरै कुराहरू सम्भव छ तर अभ्यास बिना चाहिँ केही पनि हुनेवाला छैन केहीपट्टि अनुभव गे जुल्ला छ जिठो ध्यान चोचाउन थयोपट्टि मनोनि चाहिँ एकदमै आनन्द अले छौ चाहिँ बालाउपट्टि वो जी आकृति नखनला उके याना जी लिपाटाखन ठुके चाहिँ दक्वेस्ट समाचार न्याकेन त जी कोशिश यान रेकी हिलिङ टाइपले चाहिँ झिउटी चाहिँ शरीरे जुक्टी रोग्यु विशेष चाहिँ झिसा ध्यान आउ नि थय रोग्यु लागि न एकछिन ध्यान यानबले चाहिँ एकदम आनन्द होला त चाहिँ तुतिसाना चौ चौसिको तुतिसाना चौ एकछिन हिलिङ यानबले तुतिसाय मचालका तुतिसावे याउँछ चुनाउन जिता चाहिँ एकदम आनन्दै फिल जुल जी चाहिँ नि हाम्रो रेकी हो 1 महिना तिर र आसमै लागि जिना यहाँ हो ख न कोन ठिक जा चाउनु स्याउ भजा कम जा चाउनु एलियाना एकदमै बालन चाउनु जी रेकी लरे चाहिँ नक्तिनी सेका छनो अलि रेकी याना चाहिँ यो कोही फाइदा दु मलाई अलि थयो शरीर लागि थयो पढाइ लागि न आफू जिम्स अलि रेकी न चाहिँ थयो रेकी अनुभव चाहिँ यो कोही बाला त थयो इमेजिनेसन आयो बाला के जिउ ध्यान याना जिउ स्वास्थ्य न बाले के
बाला फुथो रेकी न ठाउँजी थन हिलिङ याना जुजु ग्वालिसान चोङ ओ एकदमै आउँछ न एजुले थोरे कि मन त धेरै योको सहभागिता अब जीवन गाजी थोय विश्वास यान्छ न धन्यवाद ज्याजोले रेकी ग्रान्ड मास्टर जापानी नागरिक मिकाओ उसिया किपाले स्वां देछाएको लिसे दीप प्रज्वलन तक यागु ख